हालै चर्चामा आएको चलचित्र महाभोजको ट्रेलर सार्वजनिक भएको छ, जसको 4 मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा कोअपरेटिभ इन्स्टिट्युसनल सिस्टमले पीडित भएका भिक्टिम्सहरूको इमोसनल स्टोरी देखाएको छ, जसमा सहकारीमा जम्मा गरेको पैसा नपाएर मेडिसिन मात्र नभएर आम मानिसले ज्यान गुमाउन परेको ट्रेजेडीलाई समावेश गरेको छ। सोही ट्रेजेडीसँगै मुभीले जागिरे कर्मचारीको मेन्टल पेन र पोलिटिक्स पावरले चलखेल गर्नेहरूको एरोगेन्सलाई प्रस्तुत गरेको छ। महाभोजमा सहकारी संस्थामा राम्रो कनेक्सन भएको र हाई पोजिसनमा भएकोहरूले आफ्नो पावर र पोजिसनको मिसयुज गरेर कसरी सर्वसाधारणको रकमलाई आफ्नो पर्सनल युजमा इन्भेस्ट गरेको इन्सिडेन्टहरूलाई चलचित्रमा उजागर गरेको छ। मुभीको प्रमुख पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अन्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला हुन्। निर्देशक दिनेश राउतको अनुसार चलचित्रमा समावेश भएको कथा नेपाली समाजमा पब्लिकले फेस गरिरहेको सामाजिक समस्या हो, जसको कारणले मानिसहरूले आफ्नो ज्यान समेत गुमाउनु परेको छ। हालै रिलिज भएको मुभीको ट्रेलरले मात्र धेरैभन्दा धेरै अडियन्सहरूलाई आकर्षित गरेको छ। के मुभीले पनि पब्लिकलाई आफूतर्फ आकर्षण गर्न सफल होला, जुन कुरा भने आउँदै गरेको जेठ 15 मा थाहा हुनेछ।